नगद दैनिक उपभोग्य वस्तुहरू दिन सक्नुहुनेछ। साथै यस प्रवचनको रूपको बिहावालीमा बसोबास गरी बस्नुभएका बिहा सङ्घलाई पूर्णिमा हजुरहरूको सो इच्छाले दान दिनुहोस्, पुण्य कमाउनुहोस्। पुण्यदान महादान, महादान पुण्यदान। दान दिँदा तपाईँको शुद्ध चित्तले एक मुठी अन्न, 1 रुपैयाँ दाम, दैनिक उपभोग्य खाद्य वस्तु, फलफुल, तरकारी, नुन, तेल जे पनि हुन्छ, शुद्ध चित्तले दिनुहोस्। सुरुबाट आइरहनुभएका छौँ। तपाईँहरूको सो इच्छाले दान गर्नुहोस्, पुण्य कमाउनुहोस्। पुण्यदान महादान, महादान पुण्यदान। दान दिँदा तपाईँको शुद्ध चित्तले एक मुठी अन्न, 1 रुपैयाँ दाम, दैनिक उपभोग्य खाद्य बस्नु त उहाँ म्याडम आउँदै हुनु सम्भव नहुन सक्छ। तसर्थ यहाँहरूको आगमनको अवसर पारेर दान गर्नुहोस्, पुण्य सञ्चय गर्नुहोस्। दान गर्नुहोस्, पुण्य सञ्चय गर्नुहोस्। दान गर्ने वस्तुहरू सम्भव नहुन सक्छ। तसर्थ यहाँहरूको आगमनको अवसर पारेर दान गर्नुहोस्, पुण्य सञ्चय गर्नुहोस्। दान गर्नुहोस्, पुण्य सञ्चय गर्नुहोस्। दान गर्ने वस्तुहरू घर आँगनमा सदा सर्वदा सुख शान्ति समृद्धि उन्नति प्रगति सबै भगवती कामना गर्दै हजुरहरूको पुण्यहरूको सुरक्षितमा
तपाईँहरूले चाहिँ नर्मल कष्टबाट लाग्यो भोलि पनि मैले त्यस्तै गर्न पाए हुन्थ्यो भनेर दुबारा त्यही कार्य गर्नुभयो त्यो संस्कार। अरू केही पनि व्याख्या नगर्नु संस्कार। संस्कार पहिलेदेखि मगरहरूभन्दा पहिला संस्कार थिएन र हामी देशभन्दा पुरानो पहिला चाहिँ मान्छे थिएन र होइन हो त्यो व्याख्या गर्नुभन्दा पहिला संस्कारलाई कसरी व्याख्या गर्ने भन्दा हामीले अहिले गरिरहेको काम भोलि राम्रो लाग्यो फेरि पनि गर्नु मन लाग्यो र फेरि गएर सबैले ल हिजो जस्तै गरौँ न जो तपाईँले आजको भिक्षा दान गर्नुभयो हजुरको इच्छा आकाङ्क्षा उद्देश्यहरू कुनै मान्छे पुरा हुन सकोस् अति उत्तम भनिने अति बहुमूल्य भनिने मणिरत्न जस्तो बहुमूल्य हुन सकोस् भन्ने मानेर छ। अन्तिममा बुद्ध शासनलाई राख्नु वाक्य बुद्ध शासनलाई लोक वाक्य सबै मिलेर उच्चारण गरौँ।